सम्माननीय सभामुख महोदय, आज सूचनाको विश्वव्यापी पहुँचको उपलब्धताका कारणले नागरिकहरूले आफ्नो आवश्यकताको विषय, राष्ट्रको अवस्थाको विषय र आफ्नो सरोकारका विषयहरूमा तुलनात्मक अध्ययन गर्न सक्ने र विश्व स्तरमा तुलना गर्न सक्ने चेतना प्राप्त गरिसकेका छन्। नागरिकले राजनीतिक दलहरूसँग र सरकारसँग धेरै अपेक्षा राखेका हुन्छन् र राख्नु पनि पर्छ, जुन स्वाभाविक कुरा हो। अहिले चिया चौतारोदेखि विभिन्न ठाउँमा निराशा बाँड्ने काम भइरहेको छ। यी सबै कुरालाई ध्यान दिएर नै नेपाल सरकारले र मन्त्रीज्यूहरूले या प्रधानमन्त्री कार्यालयले या विभिन्न निकायबाट समन्वय गरेर अध्यादेश मार्फत प्रतिस्थापन विधेयक हामीले पास गर्ने क्रममा छौँ र कानुन निर्माण गर्ने काममा छौँ। केही आकस्मिक विषयहरूलाई परिणाममा पुर्याउनुपर्छ, सुशासन, पारदर्शिता र कामका परिणामहरूलाई चुस्त दुरुस्त बनाउनुपर्छ भनेर सरकारले गरेको यो काममा पनि हामीले राजनीतिक मुद्दा बनाउने र नागरिकका विषयहरूभन्दा पर जाने काम नगरौँ। यो कुरा पटक्कै राम्रो भइरहेको छैन। हामीले सकारात्मक सन्देश दिनुपर्छ र आवश्यकताका कोणबाट छलफल गर्न सक्यौँ भने मात्रै यो संस्था र यो सङ्गठनको, यो गरिमामय सदनको पनि गरिमा रहन्छ भन्ने कुराको अनुरोध गर्न चाहन्छु। आज राजनीतिक दलहरूका विषयमा छलफल भइरहँदा हामीले पछि खुलेका दलले अगाडि खुलेका पुराना दलहरूलाई गाली गर्ने, उमेरका आधारमा नयाँ पुस्ता र पुराना पुस्ता भनेर पुस्तान्तरण गर्ने र पुस्ताको विभाजन गर्ने कामले हामीलाई पटक्कै राम्रो गरेको छैन। आज गालीको होडबाजी गर्ने कि नीति कार्यक्रमका हिसाबले र जनताका मुद्दा र आवश्यकताका हिसाबले आफूलाई पुस्ताको प्रतिनिधित्व गर्ने भन्ने समयमा आज हामी पुगेका छौँ। त्यसकारण म अनुरोध गर्न चाहन्छु, अब जनताका मुद्दामा हामी अपडेट गरौँ, अपग्रेड गरौँ र प्रतिस्पर्धा गर्ने तहमा आफूलाई उभ्याउनका लागि निराशा देखाएर जनता भड्काउने होइन, पोलिसी र प्रोग्रामका आधारमा जनतालाई समेट्ने थलो बनाउन आवश्यक छ। यो कुरामा सरकारले लिएका पहल कदमीहरूलाई यहाँबाट संस्थागत गर्न हामी सबैले सहकार्य गर्न आवश्यक छ भन्ने कुराको अनुरोध पनि गर्न चाहन्छु। सभामुख महोदय, आज नेपालको अर्थतन्त्रको स्वरूप फेरिँदैछ। अर्थतन्त्रको स्वरूपमा हामीले हेऱ्यौँ भने थोक व्यवसाय लगायतका विषयहरू 30% लगभग क्षेत्र ओगटेको छ भने उत्पादनको क्षेत्र चाहिँ लगभग 15% हाराहारीले ओगटेको छ, जुन कुरा स्वाभाविक पनि हो। आज समय र हाम्रा आवश्यकताहरू परिवर्तन भएका छन्। तर यो उत्पादकत्व दक्षिण एसियाली मुलुकहरूमै हेर्दाखेरि नेपालमा केही कम भएको हो कि भन्ने कुराको अनुभूति हामीलाई भएको छ। भूमण्डलीकरणको परिप्रेक्ष्यमा खुला व्यापारको अवधारणा स्वाभाविक पनि हो। तर आज हामीले हाम्रो देशको अवस्थालाई हेर्दा उत्पादक क्षेत्र बढाउन आवश्यक छ, जुन कुरामा हामीले थप ध्यान दिनु आवश्यक छ। विडम्बना के छ भने हामी उत्पादक क्षेत्र बढाउने पनि आवश्यकताको महसुस गर्छौँ, तर हामीसँग उमेर समूहका हिसाबले 65% नागरिक चाहिँ काम गर्न सक्ने उमेर समूहमा छौँ। तर यो सँगसँगै आज निजी क्षेत्र ले आफ्ना लागि दक्ष जनशक्ति खोज्यो भने दक्ष जनशक्तिको पनि खाँचो छ। यसो हुनुमा केही कारण यस्ता छन् भन्ने मलाई लाग्छ, जसमा एउटा टेक्निकल एजुकेसन, जुन हामीसँग भएको एजुकेसनको पर्याप्ततालाई थप सिपमूलक बनाउन आवश्यक छ। केही सुधार भएको छ, सुधार उन्मुख हुँदै पनि पर्याप्तता छैन। दोस्रो कारण नेपालको कर प्रणाली हो। आज हाम्रा जस्ता देशहरूमा ठुलो हिस्सा चाहिँ आयबाट निर्धारण हुने गरेको छ। हामी नेपालको कर भारलाई हेर्ने हो भने निकै उच्च छ, 41% छ। तर सामान्यतः यो सिद्धान्तलाई कर भारसँग जोडेर हेर्दा अनौपचारिक क्षेत्रमा धेरै संलग्न भएको देखिन्छ। त्यसकारण कर भार र यो अनौपचारिक औपचारिक क्षेत्रसँगको करको दायरा निर्धारण गर्ने कुरालाई हामीले संशोधन गर्न सकेनौँ भने नेपालले आफ्नो डेमोग्राफिक डिभिडेन्ड को लाभ चाहिँ उठाउन नसक्ने स्थिति बन्न सक्छ। त्यसकारण आज यो नीति कार्यक्रमको छलफलको पनि हामी पूर्व सन्ध्यामा छौँ। अब केही समय पछाडि नीति कार्यक्रम छलफल गर्दै गर्दा यी विषयलाई ध्यान दिएर अगाडि बढ्नुपर्छ भन्ने कुरा म नेपाल सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। त्यस्तै सम्माननीय सभामुख महोदय, केही समय अगाडि पनि मैले उठाएकी थिएँ र आज फेरि दोहोऱ्याउन चाहन्छु। आज मानसिक स्वास्थ्य चाहिँ हामी सबैको महत्त्वको विषय बन्नुपर्छ र नीति कार्यक्रममा नै यसलाई समेटेर जाने कुरामा सरकारले ध्यान दिनुपर्छ भन्ने कुरा ध्यान आकर्षण पनि गराउन चाहन्छु। आज पब्लिक कन्सर्नका विषयहरूको सम्बोधन गर्ने र पब्लिक डेस्कमा बस्ने व्यक्तिहरू, राजनीतिक व्यक्तिहरू र निजामती कर्मचारी सेवाका व्यक्तिहरू र अन्य विभिन्न राष्ट्र सेवक व्यक्तिहरूले चाहिँ जो पब्लिकसँग
जोडिनुहुन्छ उहाँहरूले मनोवैज्ञानिक स्वास्थ्य आफ्नो मानसिक स्वास्थ्यमै समस्या हुने गरी विभिन्न खालका समस्याहरू भोग्नु परिरहेको अवस्था छ। एक हिसाबले हामीले नागरिकको मापदण्डलाई पनि यो विषयलाई गम्भीरतापूर्वक लिएर समेट्न सकेका छैनौँ। स्वास्थ्य जाँच गर्दाखेरि हामीले अनिवार्य गर्न सकेका छैनौँ। यो तर्फ पनि म सम्बन्धित निकायको ध्यान आकर्षण गराउन चाहन्छु भने आज विश्वव्यापी रूपमा चुनौतीको रूपमा बढिरहेको वायु प्रदूषणको जलवायु परिवर्तनको विषय पनि यो विषयसँग कतै न कतै जोडिन्छ जस्तो मलाई लाग्छ। त्यसकारण आज हामीले विश्वको ध्यान तान्नलाई भनेर नेपाल सरकारले छिटै नै सगरमाथा संवाद कार्यक्रमको आयोजना पनि गरेको छ। तर अब हामीले सगरमाथा संवाद कार्यक्रम गर्ने प्रधानमन्त्री, राष्ट्रपति या मन्त्रीज्यूहरूले विभिन्न फोरममा गएर यो विषयलाई आफ्नो विषय हो भनेर हामी लडाइँ गर्दै गर्दा आज विश्वमा हामीले प्रतिबद्धताहरू जाहेर गर्दै गर्दा हामीले आफूसँग हामीले गरेका प्रतिबद्धताको कार्यान्वयन कति गरेका छौँ भनेर पनि फर्केर हेर्नुपर्ने समय भएको छ। त्यसकारण म आज देखिएको जलवायु परिवर्तनसँगको दिगो विकास लक्ष्य 2030मा सम्मका लागि हामीले प्रतिबद्धता जनाइएका विषयहरू जलवायु कार्य, जमिन मुनिका जमिनका जीव, स्वच्छ पानी, पूर्ण सरसफाई, स्वच्छ ऊर्जामा समान पहुँच जस्ता विषयहरूमा सरकारले कति काम गरेको छ, गर्न बाँकी धेरै कामहरूलाई योजनाबद्ध रूपमा कामका योजना बनाएर अगाडि बढाओस्, प्राथमिकीकरण गरेर अगाडि बढाओस् भन्ने कुरा पनि ध्यान आकर्षण गराउन चाहन्छु। सँगसँगै वातावरण मैत्री स्थानीय सरकार निर्माण गर्ने पक्षमा हामीले कमजोरी देखिरहेका छौँ। आज हाम्रा स्थानीय तहहरू वातावरण मैत्री बनाउनु पर्छ, यसका लागि केही काम गर्नुपर्छ, कार्यक्रमिक योजना बनाउनुपर्छ भन्ने कुरामा पनि अनभिज्ञ जस्तो देखिरहेका छन्। त्यसकारण इन्भाइरोमेन्ट चाहिँ फर्स्ट हो, क्लाइमेट कन्सर्न चाहिँ हाम्रो फर्स्ट हो भन्ने विषयमा हाम्रा स्थानीय सरकारहरूलाई पनि विशेष ध्यान दिएर काम गर्ने कुराको वातावरण केन्द्रीय सरकारदेखि नै बनाउनुपर्छ र हाम्रा नीति योजनाबाट नै बनाउनु पर्ने कुराको आवश्यकता महसुस गरिएको छ। अहिलेका कार्यक्रमहरू हेर्दाखेरि त्यो अनुभूति भएको छ। यो विषयमा पनि म ध्यान आकर्षण गराउन चाहन्छु। नेपालमा वायु प्रदूषण चाहिँ गम्भीर समस्या बनिरहेको आजको सन्दर्भमा सवारी साधन, उद्योग र घरायसी इन्धनको प्रयोगले बढी प्रदूषण बढेको भन्ने हामीसँग रहेको तथ्याङ्कले जनाउँछ, जसका कारण हानिकारक चाहिँ वायु हुने र त्यसले गम्भीर स्वास्थ्य समस्या निम्त्याइरहेको अवस्था छ। आज सास लिँदाखेरि फोक्सो र रगतमा पुगेको सासले हामीलाई विभिन्न खालका समस्याको अनुभूति भइरहेको छ। आज हामी यही पनि बाहिर खुला ठाउँमा हिँड्यौँ भने हामीलाई सामान्य रुगाखोकी लाग्दाखेरि देखिएको समस्या र आजको समस्या फरक परिरहेको छ। आज हामीले सामान्य रूपमा खुला हावामा गएर एक अर्कासँग कुराकानी गर्दाखेरि नै घाँटी खसखस गर्ने जस्ता समस्याहरू, श्वास प्रश्वासमा समस्या भएको अनुभूति गर्न सक्छौँ, जसको चाहिँ कारण आजको वायु प्रदूषण नै हो भन्ने मेरो चाहिँ अनुमान छ। यो विषयमा सरकारको ध्यान जान जरुरी छ। नेपालभरि सबैभन्दा धेरै प्रदूषण घरेलु इन्धनका कारणले 70देखि 96% हुन्छ भन्ने कुराको तथ्याङ्क हामीसँग उपलब्ध छ भने काठमाडौँ उपत्यकामा सवारी साधन, इटा उद्योग, फोहोरको पेलाइ प्रदूषणका मुख्य कारण बनेका छन् र यसबाट हाम्रो हिमालका हिउँहरू रित्तिने अवस्थामा हामी पुगेका छौँ। त्यसकारण नेपालमा वायु प्रदूषणका कारण उच्च मृत्युदर पनि बढिरहेको अवस्था छ। आज प्रदूषणका कारणले मस्तिष्कघात, मुटु रोग जस्ता समस्याहरू पनि बढिरहेका छन्। यस्ता सन्दर्भमा हामीले गर्नुपर्ने कामलाई वायु प्रदूषणले हिमालको हिउँ पग्लियो या हाम्रा जलवायु परिवर्तनका विषयहरूले पानी को संकट आयो भनेर हामीले यो विषय उठान गरिरहँदा हाम्रा नीति कार्यक्रमहरू, हाम्रा निगरानीहरू, वायु प्रदूषण नियन्त्रणका कार्यक्रमिक योजनाहरूमा जनस्वास्थ्य, वातावरण र अर्थतन्त्र सबै प्रभावित हुने आजको अवस्था छ र यसलाई नेपालले स्वच्छ वायुका लागि वैज्ञानिक नीति, हरित यातायात लगायतका विषयमा कडाइका साथ कार्यान्वयन गर्नुपर्ने र स्वास्थ्य जीवन र दिगो भविष्यको सुनिश्चितता गर्नका लागि नेपाल सरकारले विशेष ध्यान दिनुपर्ने अवस्था छ। यसैगरी सभामुख महोदय, आज बदलिदो परिस्थितिमा हामीले विभिन्न आयामहरूबाट छलफल गरिरहँदा जनसरोकारका विषयहरूलाई प्राथमिकीकरण गर्ने र नीति कार्यक्रममा आज हामीले प्राथमिकताका क्षेत्रहरू छुट्याउने र त्यो क्षेत्र अनुसारका बजेट विनियोजन गर्ने आवश्यकता हामीले महसुस गरिरहेका छौँ। हामीले पटक पटक पर्यटनको क्षेत्रलाई हाम्रो आर्थिक समृद्धिको एउटा मेरुदण्ड भनिरहेका हुन्छौँ, तर अन्तर मन्त्रालय समन्वयको कमीले गर्दा सामान्य भौतिक पूर्वाधार निर्माणसँग जोडिएका विषय होस् या
अनुगमन र नियमनका विषयसँग जोडेर पनि पर्यटन क्षेत्र लथालिङ्ग हुने अवस्थामा पुग्दैछ। त्यसकारण हामीले प्राथमिकीकरण गर्दा समृद्धि या आर्थिक समृद्धिको मेरुदण्ड भनेर छुट्याएका क्षेत्रहरूलाई नीति कार्यक्रममा पनि प्राथमिकीकरण गर्ने र प्राथमिकीकरण का क्षेत्रहरूलाई बजेटको तर्जुमा पनि सोही अनुरूप गरेर अगाडि बढाउने कुरामा हामीले थप मेहनत र होमवर्क गर्नुपर्ने अनुभूति हामीले अघिल्ला वर्षहरूबाट गरेका छौँ। यो वर्ष सरकारले नीति कार्यक्रम बनाउँदादेखि नै आफ्ना आवश्यकताका प्राथमिकीकरणहरू छुट्याओस् र ती प्राथमिकीकरणबाट देशको समृद्धिको सङ्कल्पलाई अहिले सुशासनसँग जोडिएका र प्रशासनिक काम र परिणामको क्षेत्रसँग जोडेर ल्याएका अध्यादेश र प्रतिस्थापन विधेयक मार्फत समेटेका विषयहरूलाई कार्यान्वयन गर्दै यो देशमा सुशासनको प्रत्याभूति नेपाली सबै जनताले गर्न पाउने, सबै नागरिकले सगौ र समृद्ध नेपाल, सुखी नेपालीको यात्रामा सहभागी भएको अनुभूति गर्न पाउने गरी काम गर्न सकोस् भन्ने कुरामा पनि विशेष ध्यान आकर्षण गराउँदै मेरा विषय अन्त्य गर्छु। धन्यवाद।